ओइ मान्छे बगाएको हो क्या ओइ मान्छे बगाएछ ओइ मान्छे हो यो त मान्छे मरेछ ससमा लाएर काम गर्नु पर्यो अघि लागेको छ अब काम गर्नै पर्यो है उमेर बढ्दै जान्छ हैन उमेर बढ्दै गयो नयाँ नयाँ कुरा सिक्नु पर्छ के गर्नु पर्छ भनेर नि हामी नआएर सकेर हैन अब यता फेरि अब कामतिर लाग्नु खोजेको यता आएको हेलो नमस्ते गाइज सबैजनालाई वेलकम टु मेरो च्यानलमा अनि यो च्यानलमा सब्सक्राइब सबै गरिदिनु होला अब नयाँ नयाँ भिडियो बनाउँदैछु फर्स्ट टाइम अनि तपाईहरुलाई कस्तो सन्चो हालखबर के छ सन्चो बिसन्चो राम्ररी हेर्दै इन्जोय गरिदिनु होला आज चाहिँ हाम्रो यता अंकलको सानोतिनो काम परेको छ यसो त्यही अब यसो सहयोग गर्नलाई हिँडेको सघाउन होल्डिङको काममा अब यस्तो छुट्टीमा के गर्नु त हैन यस्तै भिडियो सिडियो बनाएर बस्यो कामसाम छैन अनि तपाईहरुले पनि यसो हेर्दै भिडियो हेर्दै सहयोग गर्दै गर्नु होला लाइक सब्स्क्राइब गर्दै अगाडि बढ्दै जाऊँ न के कस्तो के हुन्छ कस्तो भिडियो रमाइलो आउँछ त्यही हेरेर सबैजनालाई हामी चाहिँ यहाँनिर आइपुग्यो लगभग 1 घन्टाको बाटो पछि हामी यो गाउँमा आइपुग्यो काम गर्ने गाउँ चाहिँ यस्तो छ हैन सबै यस्तो सिन छ हाम्रो यो टुकटुका छ चट्ट यसमा 1 घन्टा पछि लागेर बाटो काम गर्ने घर चाहिँ यतापट्टि छ यो टक्क आज चाहिँ यो जस्ता छाउने छ त्यही हो टक्क घर चाहिँ छ अब कपडा चेन्ज गरिदिउँ हैन यस्तो लुक्छ काम गर्ने बेला त अब यो चक्कमा चस्मा लाएर काम गर्नु पर्यो यस्तोमा अघि लिएर आएको झोलामा यहाँ कपडा सपडा चेन्ज गर्ने अब काम गर्ने बेला फोर्थ लाउनै पर्यो अब राम्रो लाग्यो त हुँदैन टक्क अब चेन्ज हान्दिउँ हैन चेन्ज गर्दा यस्तो लुक्स देखिन्छ दामी पाराले लुक्स एकछिन ल यस्तो चट्ट गरेर टपले राखेर अब काम गर्नु पर्यो माथितिर कस्तो अस्तिदेखि गरेको 4-5 दिन भयो भन्नाले 3 दिन भयो आज 3 दिन भयो अब यो दिनभरिमा सकिन्छ होला सबै गरेर अनि टाइम लाग्छ अब हेर्नु कस्तो छ हाम्रो टोलीहरु अर्को यता फेरि बक्सिङ एकै पचमा कहाँ पुऱ्याइदियो होइन यता टोलीहरु अम्बक हान्दै अर्को टोली फेरि उता रुखमा चढ्दै म चाहिँ यता टक्क पसलमा हिँडेको केही सामान लिनलाई होइन सामान लिन हिँडेको पसलमा खोज्दा झ्याउ लागिसक्यो कति टाढा हो पसल नि ठिक भइसक्यो भने यता हेर्छु उता हेर्छु पसल भेट्दैन साइको भइसक्यो अब पसल एउटा चाहिँ देख्न चाहिँ देख्यो यहाँ छु त्यो अटो आएको छेउमा अनि त्यसपछि त सामान लिनु भने यहाँ आएको 2 किलोमिटर टाढा पसलै भेट्दैन केही सामान लिनु पर्यो यसो यति सामान लिन आएको झ्याउ लगाएर कति टाढा पसल के गर्नु अब काम गर्नै पर्यो है उमेर बढ्दै जान्छ हैन उमेर बढ्दै गयो नयाँ नयाँ कुरा सिक्नु पर्छ के गर्नु पर्छ भनेर नि कमाउनु पर्यो अब पछि टट्ट लाइफ सेट बनाउनु पर्यो लाइफ सेट गर्नलाई के हार्डवर्क गर्नु पर्यो हैन अब यस्तै हार्डवर्क गर्दै हिँड्नु पर्यो तपाईहरु पनि फेरि हार्डवर्क गर्नु होला नि यसो केही नयाँ चिज के हैन पुरै गर्नु पर्यो नि त घरमा बसेर झ्याउले यहाँ यताउति गरेर भएन
केही कुरा सिक्नुहोस् तपाईँहरू पनि आजभन्दा भोलिभन्दा सुरु गर्नुहोस्। अब चट्ट खाजा खाने टाइममा के लिएर पऱ्यो त्यस्तै छ होइन दुनियाँ के गर्नु। अब गरिबको छोरा हो यस्तै यस्तै गर्नु पऱ्यो कामहरू। अब त्यो आज त्यो काम सकेर अब अर्को ठाउँमा रहेछ अर्को ठाउँमा जानु पऱ्यो केही काम गर्नु पऱ्यो। अङ्कललाई पनि यसो सहयोग हुन्छ भनेर हिँडेको आफूलाई पनि केही सिक्छ केही पैसा 2 पैसा आउँछ होइन यताउति गर्नु पऱ्यो सबै काम सिक्नै पऱ्यो नि। जहिले घरमा लफङ्गा कुकुर डाका साका यताउति भएर बस्नु भएन नि त। त्यो चट्ट निस्किएको म पनि अहिले चाहिँ टक्क हाम्रो यता लगभग यहाँदेखि कति होला अझै 10 मिनट टाढा पसल घर नि कति ग्याप हो। यहाँ एउटा घर भयो भने उता घर त्यसपछि उता घर हुन्छ। यहाँनिर यता यो कति 600 बिघा हो कि के बिघा भन्ने ठाउँ हो यार। अब यो आज सकाएर भोलितिर हुन्छ कि आज हुन्छ अर्को ठाउँमा गर्नु पऱ्यो के काम होइन। अनि गाह्रो छ सबैजनालाई होइन। यता फेरि हरियाली चाहिँ खतरा छ कि बवाल हरियाली चट्टमा सबै मिलेको दामी छ ठाउँ चाहिँ राम्रो छ। तर अलिकति घरहरू भएन पछि अब डेभलप हुँदै जान्छ होला घर नि यता सबै होइन। गाइस अब हामी चाहिँ खाना खानु लाग्यो हात धोइदिने होइन चट्ट हात धुनु पऱ्यो हातको मुखहरू हातबाट मुख धुने खाना बस्नु पऱ्यो चट्ट खाना टाइम भयो। दुईजना तल बस्ने उयो नापौँ म उयो गर्छु नि हुँदैन। माथि हाम्रो मान्छे कोही पाइप कसरी हाल्ने कसरी हाल्यो उता छेउमा छ त्यो रबर पाइप थियो पानीको पाइप। मैले त कस्तो त्यो त हेरेको छैन वेल्डिङ त हेरेको छैन वेल्डिङ लाग्ला जस्तो अरूले गरेकोले पनि लाग्छ क्या धुवा घरै झन् डेन्जर लाग्छ। आफैले गर्नु पर्दैन अझ त्यो कोठाभित्र के गर्ने रे प्याज र नुन र प्याज गरेर त्यसको चुहाउने आँखामा नुनको चुहाउने भनेर त्यति गर्दाखेरि हामीले ल हामी चाहिँ यस्तो अहिले डाइभ हानेको नि हान्नुपर्छ टक्क अहिले खोला हिँडेको खानासाना खाएर नुहाएर अब नुहाउनु हिँडेको खानासाना खाएर आराम गरेर तपाईँ डुब्की हान्नु त डुब्की हान्नु न टक्क खोलामा आएको अवस्था हामी खोला पनि होइन हो यो उही छि पानी चाहिँ यस्तो खालको छ फेरि आनन्दल झन् यसो डुब्की हान्न आइदिउँ भनेको उहाँ खोलामा पुगेर आएको खुट्टै नडुब्ने जति रहेछ होइन दाजु अहिले स्विमिङ हान्यो भने फेरि डेन्जर मजा आउँछ नि कहाँसम्म रहेछ गएर हेरिदिउँ न होइन यहाँनिर चट्टसँगले कहाँसम्म रहेछ जङ्गल छ यतापट्टि चाहिँ हाम्रो यता पोखरी छ होइन यो चाहिँ 600 बिघा बराबर 600 बिघाको ठाउँ हो। र फेरि यता यस्तो यस्तो अवस्था छ आनन्द अङ्कल यहाँ बाँदर रहेछ वहाँनिर हेर्नु न हेरिरहेको भागिरहेछ पुरै बाँदर रहेछ यता चट्ट आनन्दले नुहाउने हो भनेकै मैले खै फिलिङ्स ल्याउँदैन यस्तो पानीमा यार अलिअलि भाइब्स आउनु पऱ्यो फिलिङ्स आउनु पर्ने खोला पनि छैन मैले उल्टी चट्टसँगले हामी बाबा छैन के पनि छैन ल आउनु हान्दिनु त ल हान्दिनँ नि यहाँ डुब्की जागु त डुबी ल ल ल ओइ मान्छे बगाएको हो क्या ओइ मान्छे बगाएछ ओइ मान्छे हो यो त मान्छे मरेछ मान्छे बगाएछ ओइ निकाल निकाल मान्छे त ओइ बगाएछ मर्यो मर्यो तर ट्याटो चाहिँ घाँटीमा पनि पुरै हामी नुहाएर सकेर होइन अब यता फेरि अब कामतिर लाग्नु खोजेको यता आएको उता छ हाम्रो टोलीहरू टक्कसँगले साइकल सब बटारेर यता अब चलिदिनु पऱ्यो हाम्रो टोलीहरूसँग
के गर्नु यस्तै छ। अब ल तपाईँहरूलाई चाहिँ उहाँ पुगेर भेट्छु डाइरेक्ट, नभए त अब यो पछि भेट्न सक्छ, नभए त यो भिडियो यता पनि हिँड्न सक्छ। अब गएर भेट्दिनँ होइन। ल इन्जोय गर्नु होला सबजना, लाइक सब्सक्राइब पनि गर्नु नबिर्सिनु होला है। यसो भिडियो केटासेटाहरूलाई यता साथीहरूलाई सेयर हानिदिनु। टक्क ल हाम्रो यता टोली एउटा आइसक्यो, हाम्रो नाङ्गे बाबा हो असे साप। टक्क स्पिकर नुहाएर आएपछि त जिउहरू चिलाइहाल्छ, फेरि घरमा पुगिसकेपछि त फेरि नुहाइहाल्नुपर्छ नि, यस्तो जग्गा यहाँनिर गाह्रो। ल केटा हो, लाइक सब्सक्राइब भिडियो सब सेयर सब गरिदिनु होला फ्रम द फास्ट। आजको काम पनि यता सक्यो, अब हामी भोलि अर्कै ठाउँमा जानुपर्ने अरे। अब भोलि कुन ठाउँ जानुपर्ने हो त्यो चाहिँ अब तपाईँहरूलाई भोलि नै भन्छु, म भोलिको भिडियोमा भन्छु। आज चाहिँ यस्तो काम भएको थियो, आज चाहिँ पुरै जस्ता छाउने काम भइरहेछ। आज चाहिँ पुरै आजको काम चाहिँ यस्तो भएको छ, पुरै जस्ता छाउने पुरै यस्तो टक्कसँगले जस्ता सस्ता छाइसक्यो। अब भोलि अर्को काम हुन्छ, त्यसपछि तपाईँहरूलाई त्यो भिडियो हुन्छ। आजको भिडियो चाहिँ यति नै हो। ल आजको भिडियो सक्यो, आजलाई यति, यो भिडियो यहीँ इन्ड हुन्छ। ल टेक केयर सबजना, बाई बाई। ल भोलि भेटौँला, भोलि अर्को भिडियोमा, नेक्स्ट भिडियोमा है। ल आफ्नो ख्याल गर्नु होला, बाई।